अर्को चाहिँ बलराम त्रिपाठीले 8000 हाल्नु भएको रहेछ। त्यो पनि म अहिले एकछिनमा त्यो के अरे स्क्रिनसटमा राखिदिन्छु यो भिडियोमा है। अनि टोटल 45,990 45,990 मा 990 चाहिँ डिस्काउन्ट दिनुभयो। त्यो दाइलाई पनि धेरै धेरै धन्यवाद छ है यत्रो ठुलो डिस्काउन्ट दिनुभएकोमा। अब के हैन गाइस, तिहार पछि चाहिँ सुरु हुन्छ काम चाहिँ, तर 85,000 चाहिँ अलिकति धेरै भयो जस्तो लाग्यो मलाई त हैन। किनकि जब 2,30,000 2,37,155 मा चाहिँ त्यो कुमार दाइ र त्यो मासु किनेको मैले घटाएको छैन। अहिले त्यो घटाएर पनि म कति हुन्छ भनेर भन्नु होला हैन। अब यसमा चाहिँ 45,000 रुपैयाँ पनि घट्यो हैन गाइस। अनि मैले साडी र पेटिकोट पनि किन्दे, त्यसको पनि म बिल राखिदिन्छु, के अरे त्यो रिसिप्ट राखिदिन्छु हैन। अनि अर्को चाहिँ के गरेँ भने मैले आमालाई